अभ्यास गर्ने। यसरी शरीरको रोगबाट पनि हामीले स्वयंलाई मुक्ति पाउन सकिन्छ। त्यसो हुनाले यो अभ्यास गर्नको लागि पनि विधि फेरि एउटै छ, फेरि हेर्नुहोस्, त्यही आत्मिक अविनाश है। कस्तो गजबको चिज छ भन्दाखेरि चाहिँ विधि एउटै हुँदो रहेछ। भन्छ नि एकदम ठुलो घरमा चाहिँ सानो ढोका हुन्छ अरे, अनि त्यो सानो ढोकामा चाहिँ फेरि यत्रो चाबी हुन्छ अरे, अनि त्यो यत्रो चाबीमा यत्रो ताला हुन्छ, यत्रो तालामा सानो चाबीले खुल्छ नि। हरेक घरभित्र छिर्नको लागि एउटा चाबीको आवश्यकता पर्छ। त्यस्तै त्यो चाबी हो आत्मिक स्वरूपमा रहेर सर्वशक्तिमानको याद। जब यो महसुस गर्छ उसले आफ्नो शरीरको कैयौँ रोगलाई हिल गर्न सक्छ, ठिक गर्न सक्छ। र हमेसा दुआ दिने, कुनै पनि आत्मा मबाट बदुवा लिएर नजाओस्, किन त्यसको रिटर्नमा फेरि के हुन्छ, शरीरमा रोग आउँछ। त्यही भएर जतिलाई हामीले दुआ दिन सक्छौँ, जतिको अरूलाई हामीले निरोगी बनाउँदै जान्छौँ, अरूलाई हामीले राम्रो भावना दिँदै जान्छौँ, त्यति हाम्रो बडी शरीर आफैले हिल हुँदै जान्छ। शरीरमा भएको पीडाबाट यसरी मुक्ति पाउने। धनको समस्या